आज हामी कता जाँदैछु? बारीमा आलु खेल्न। अनि म आलु देखाउँछु ल, कत्ला कत्ला फल्याउनु, कत्ला कत्ला आलु। मेरो बारी चाहिँ होइन कि, अरूकै बारी हो बुढोको। आज आइदेन आलु खेल्दै भने मेरो नि बिदा थियो। खै हेरौँ न त कस्तो हुन्छ, जिन्दगीमा पहिलोचोटि आलु खेल्ने भनेर हिँडेको। म नेपालमा हुँदा नि आलु चाहिँ उखेले छैन, आलु खने छैन, किनकि हामी आलु नै लाउँदैन थियौँ। आज हेरौँ कस्तो हुन्छ। मौसम आनन्दको छ मौसम आज, तर गर्मी चाहिँ छ, घाम चाहिँ छैन। घाम नभए पनि यो उस बढी भएर के भन्छ ह्युमिडिटीलाई, आर्द्रता होला सायद, यहाँ सुप्तो भन्छ, सुप्तो धेरै भएर चाहिँ गर्मी छ। आर्द्रता भनेको चाहिँ हावामा पानीको मात्रा बढी हुनु होला जस्तो मलाई लाग्छ। मलाई एक्ज्याक्टली के हो चाहिँ थाहा छ, व्याख्या चाहिँ थाहा छ। आर्द्रता भयो भने गर्मी फिल हुन्छ। यस्तो शीतल छ बाहिर हेर्दा होइन, पानी पर्ला जस्तो, तर गर्मी छ। यहाँबाट यता गयो भने उत्तर कोरिया हो नि फेरि, तर जान मिल्दैन। हामी हो त्यहाँ आर्मी पनि छ। हामी कता जान्छु? यो ढोडाङबाट पर जान्छु, बुझ्नुभयो के? यो ढोडाङबाट हामी पर जान्छु। म पहिला जान्छु ल। यहाँ फेरि यस्तो साँघुरो बाटो छ, यो दुईटा गाडी पास नै हुँदैन। यो माथिको यो ढुङ्गा के हो थाहा छ तपाईँहरूलाई? यो के हो त भन्दाखेरि मलाई नि एक्ज्याक्ट त थाहा छैन, सुनेको। यो युद्ध यदि भइहाल्यो भने चाहिँ यो ढुङ्गाहरू पल्टाइदिने, यो बाटो जाम गराइदिने रे। यो माथि देखेको छ नि, यो पिलर जस्तो यो ढुङ्गा हो त्यो रे। है त के पियाज कति धुलो यता त, यस्तो धुलो। यहाँबाट 약 300m 앞에서 시속 50km 이하로 안전운행하십시오. फुदे पनि रहेछ त्यहाँ, त्यो चाहिँ आर्मी ट्रेनिङ सेन्टर। यता गयो भने रहेछ। अब्बे ए बाबै बिस्तारै आउनु होइन, बिस्तारै आउनुपर्छ न, यस्तो डेन्जर छ। यो फेरि एकदम साँघुरो बाटो छ नि हो त है। त्यही हो बुढोको बारी। अब गएर काम सुरु। जाँदैन त ठिक छ, बुढो नगयो भने म गइहाल्छु नि। ल बुढोको बारी आयो है त, बुढोको बारी आयो। मैले के लिएर आएको छु भन्दा ऐसा टोपी लगाएछु। के गर्ने भन्दा मल हाल्ने रहेछ कि, कसरी भन्दा म देखाइदिन्छु है त। कसरी मल हाल्ने भन्दाखेरि मल हाल्ने रहेछ क्या, यसरी मल हाल्यो। भाँडा पनि क्या गजब छैन त, नखसोस् भनेर बिचबाट च्याट्ट काटेको। यसलाई यसरी ढक्कन लगाउने, अनि यो भुइँमा पुट्ट गाडेपछि यसरी मल आउँदो रहेछ। यसलाई फेरि अब हामी जाम कहाँ भन्दा बारीमा, किन भन्दा मल हाल्न। बारी
बन्दा ऊ त्यहाँ प्याजको पात काँक्रो हेर्नु त आम्मै चाहिँ बन्दा वाउ यहाँ चाहिँ मैले हालिसकेँ यसरी अब यो लाइन हाल्ने 1 2 3 4 5 6 लाइन 6 लाइन हाल्नुपर्ने रहेछ जिन्दगीमा पहिलोचोटि यस्तो काम गरेँ यस्तो गर्ने पालमा ट्याक्क हानेर दुईचोटि मात्र गर्ने क्या धेरै गऱ्यो भने मल धेरै हुन्छ नि पाल पहिले बनाएको छ स्याट स्याट गरम भयो यस्तो गरम घाम लाग्छ नि त्यही पनि गरम भयो पसिना आइसक्यो गाह्रो रहेछ यो काम म नेपाल गएर कृषि क्रान्ति गर्छु भनेको त ख्यासियो गाह्रो यस्तो काम सकिएला त आशै छैन यो खरबुजा पनि रहेछ म काँक्रो भनेको त खरबुजा पो रहेछ यो के भन्छ यसलाई खरबुजा कि तरबुजा कि मरबुजा भन्छ होइन जेसुकै होस् ल म यो काम यही हो थाक्यो एक लाइन वहाँदेखि यहाँसम्म आम्मा थाकिँदो रहेछ पसिना आयो पसिना मौरी त्यसै घुम्दैन ल के खाइकिया हो रस खाइछन् उनले याम्मा फल्नु नि कति फलेको आम्मामा यो हाँगाभन्दा धेरै त खुर्सानी छ यहाँ के साह्रो फलेको यो मल धेरै हालेर होला मल पनि माटोमै कम्ता हालेको छ यहाँ यो वर्षमा कतिचोटि हाल्ने होला फेरि एकचोटि मात्रै थोरै नहोला रोप्दा होला फुल्ने बेलामा होला फल्ने बेला टिप्ने बेलामा नि हाल्ने होला यो भाँडो सकियो एक लाइनलाई ठिक्क हुँदो रहेछ अब फेरि भाँडो भरेर फेरि अर्को लाइन 6वटा लाइन छ 6 पटक हाल्नुपर्ने रहेछ गाह्रो छ गाह्रो रहेछ तेरी बुढा मौरी यहाँ पनि आइछन् मौरी बुझिन बिरामी भएछ यो त कठै बुढा पानी भरे पानी तर फेरि बसे जस्तो छ सानो परेको थियो कि यहाँ भिज्यो अब एक लाइन बाँकी छ एक लाइन अनि यहाँ चाहिँ यो टनलभित्रकोलाई यो खुर्सानी नै अर्कै होला पिरो होला सायद बाहिरको अलिक ठुलो थियो सानो छ यहाँ चाहिँ यो नुनको ढिक्का जस्तो छुट्टा छुट्टै हाल्दो रहेछ नि यिनीहरूले ओहो हाम्रो त मकै धान भटमास कोदो फापर सबैमा एउटै हालिन्छ यिनीहरूको चाहिँ ल खुर्सानीको लागि मात्रै होला यो पनि पिरो खुर्सानीको लागि हो कि अझ एकछिन है त युवाङ हामी बुझिनँ मैले के हो यो खास कुरो यसरी नुनको ढिका चाहिँ हाल्ने यहाँ हाल्ने पालमा अनि यस्तो राम्रो फल्ने रहेछ अघि मैले बाहिर हालेको चाहिँ यो हो है यो पनि फरक फरक रहेछ होला यिनीहरूको खुर्सानीमा एउटा सागमा एउटा एहे मान्छेले मल नपाएर कुन हबिगत भयो नेपालमा
यहाँ चाहिँ फरक फरक रहेछन् हो कोदाली के खाने कुटो तेरीमा कुटो तेरीमा कुटो डोजरहरू केटाकेटीमा यस्तो खेलिन्थ्यो सागको रुखमा भन्दा अग्लो भए चाहिँ जिन्दगानीमा यस्तै त रहेछ नि जिन्दगानीमा सिँचाइ सुविधा हेर्ने हो फेरि कस्तो छ यहाँको यहाँ जोड्ने पाइप अनि यहाँ जरा जरामा तप्प 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 चुइने होला भित्रभित्र त्यस्तो सुविधै पाइप सिँचाइको सुविधा अनेक छ अनेक जाने रहेछन् भुटुल यहाँ रौसी खायो नि तेरीमा बुढो यहाँ कोदालीका प्रकार पनि के हुन् यहाँ टक्ने घन पनि रहेछ के हान्ने हो घनले किला ठोक्ने होला ओहो कोदालीका प्रकार त ह्याङ्गा परेको वाङ्गा परेको ल्याङ्गा परेको थ्याङ्गा परेको झ्याम्मा परेको बुङ्गै कोही नाङ्गै कोही कस्तो रहेछ यस्तो गऱ्यो यसरी आउँछ दुईचोटि रहेछ बाबुलाई यो फलामलाई पनि दिनुपर्ने रहेछ रुखलाई मात्र भनेको त फलामलाई पनि रहेछ खतम खतम पसिना आम्मै गाह्रो हुने रहेछ चिल्लो छ बारी न झार छ न के छ यसरी प्लास्टिकले ड्याप्प ढाक्यो अनि त्यसै पाल्दै खुर्सानी ल्याएर बुटभन्दा ठुलो खुर्सानी छ ए जिरी गान्टे यसमा मोल कम भएछ साँच्चै यो दुईटामा हाल्यो होला बुढोले पहिला हेर्नु त यो कति फरक छ यो साइड र यो साइड यो कति ठुलो छ यो जिरी घान्टे मोल नभएर होला तेरीमा ढाका फल्न त फेरि फल्छ यत्रोमा नि के साह्रो फलेको हो त यो खुर्सानी आमामामामा अनि हाम्रोतिर त यत्रो बसी भुत्राको मोल राख्नु यहाँ त यत्रो बसी नि मोल राख्नु त्यो खर्च होइन यो के अझै फलोस् भनेर हो जति फल्नु पनि फलिसक्यो लगाएर यो जिरी घान्टेलाई रुखमा टोक्ने यो हुत्याएर हिँड्ने पनि जस्तो झोक नचलेको नि होइन के हेर्ने गरिदिन्छु नि त एकछिन भनिहालेँ गर्दा आपात होला त्यहाँ डोजर चलेछ हेर्ने कोही छैन त्यहाँ जान मन लाग्छ मेरो मन बद भएर डोजर हेर्ने होइन त्यति भनेको यस्ता बेकामी डोजरहरू छन् यहाँको सिको न नेपालबाट केही भन्छु ल्याएर खनेको गड्याम 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 खन्छ हात्तीले ह्याङ ह्याङ गर्छ हेर्ने कोही छैन फोकट भएको फोकट ए झ्या दुःख मात्रै हेरिदिने मान्छे नभएपछि के गर्नु त्यसै ह्याङ ह्याङ गरेर मात्रै के हुन्छ के भन्नु बाबै मेरो मन बद पोलिन्छ फेरि त्यहाँ जानु नपाएर जान्छु एकछिनमा यति भ्याम यति मेलो ल्याम अनि जाम्ला टनलको फेरि छुट्टै हुँदो रहेछ खुर्सानी हरिया छन् झ्याममा पात हालेको फल्न त उस्तै हो तर पात चाहिँ झ्याममा हाल्दो रहेछन् टनलका टक्ने बुढाले कहाँ कहाँ फेरि यस्तो भएर पो हुन्छ टक्ने बुढा जिन्दगीमा यस्तो छ जिन्दगी
घ्याप घ्याप हाल्ने भाँडो यो ठुलो खाले रहेछ प्याजलाई झर्दो रहन्छ यसरी टोक्ने त्यही भएर यसलाई एउटा हातले हाल्नु पर्ने झ्याउ लगाएर बिहान 9 बजे आएको अहिले 1 बजिसक्यो 9 बजे आएर 2 होइन 1 घन्टा बाद होला त्यसपछि हिँड भनेर गएको उहाँ गाडी लिनु उहाँबाट गाडी लिएर आयो अनि अहिले फेरि यस्तो खत्म आयो हाम्रो अहिलेलाई खत्म आयो औ गाह्रो गाह्रो छ गाह्रो यो खेती किसानी गाह्रो हुँदो रहेछ आयो यो पत्लुम कस्तो छ पक्का छैन त आयो र पसिनाले प्याचेत्तै भयो नि के घाउ अब यो 1 लाइन बाँकी छ नुनका ढिक्का जस्तो हाल्ने अरू सक्यो अಯ್या यतिको त गाह्रो छ त्यो नुगेर ढाड यस्तो गरेर भुइँमा त्यसरी हाल्ने झन् कति गाह्रो हुन्थ्यो होला हो काम चाहिँ सजिलो गर्ने गर्नुपर्छ टिरिक लगाएर के हाल्ने त्यो पनि गाह्रो छ हेर पसिना कठै मोरोलाई पसिना आइन्छ ल यति बिहान बुढालाई सोधौँ म घर जाऊँ भने नुनको ढिको जस्तो छ क्या एकैवटा हाल भन्छ आफू फेरि 2टा हाल्छ साइकल बुढो साइकल पालमा एकैवटा क्यान्डी हाल्ने गाह्रो भयो हो त देखाउन खोजेको आयो बुढो आलु खेल्ने भनेर बोलाएको टोक्ने दुःख भयो पहिला खुर्सानीमा मल हालियो
खुर्सानीमा मल हालेपछि खुर्सानीमा हालियो अनि त्यसपछि बुढोलाई कहाँ होस् त भ्याइयो भनेको ल आयो भने लिन गयो फेरि कहाँ जाने भनेको त उहाँ गाडी किनेको रहेछ गाडी लिन हिँड्नु गाडी लिएर आइयो त्यसपछि आएर प्याजको पातमा मल हो यो खुर्सानीमा त बरु त्यो घ्यापघ्यापैले हालेको ठिकै भएको थियो प्याजको पातमा बसेर हातले हाल्नु पर्यो काम गर्मी भएर लास्ट घरमा अहिले अलि बुढोले दुःख दियो अगाडि जाँदै अब फेरि त्यो गाडी फेरि अब कहाँ लगिदिनु पर्ने रे हामी आयो गाडी राखेर मेरो गाडीलाई यहाँ राखेर फेरि अब बुढोको त्यो गाडी लिएर गइदिने है त